तपाईको मृत्युपछि तपाईको शरीर खरानी होला, तर तपाईको डेटा कहिल्यै मर्दैन। तपाईले आज गरेको एउटा लाइक, तपाईले लेखेको एउटा कमेन्ट र तपाईको एउटा फोटो, यो सबै डिजिटल वर्ल्डमा सधैँका लागि स्टोर हुन्छ। तर यहाँ एउटा डरलाग्दो प्रश्न छ, यदि संसारको आधा भन्दा बढी डिजिटल डेटा मरेका मानिसहरूको हो भने के हामी एउटा यस्तो एआई बनाउँदैछौँ जसले जीवितको भन्दा मृतकको सोचलाई बढी प्राथमिकता दिन्छ? तपाईको डिजिटल फुटप्रिन्ट अमर छ, तर के यो सठिक छ? अहिले हामी एउटा यस्तो बिन्दुमा पुग्दैछौँ जहाँ इन्टरनेटको एउटा ठूलो हिस्सा घोस्ट डेटाले ओगटेको छ। एउटा तथ्याङ्क अनुसार यो शताब्दीको अन्त्यसम्ममा फेसबुकमा जीवित भन्दा मृत मानिसहरूको प्रोफाइल बढी हुनेछ। समस्या केवल प्रोफाइलको मात्र होइन, हामीले आज प्रयोग गरिरहेका एलएलएम्स अर्थात् लार्ज ल्याङ्ग्वेज मोडल्सहरूलाई ट्रेनिङ दिन प्रयोग गरिरहेको डाटामा ती मानिसहरूको विचार पनि समावेश छ जो आज हामीमा छैनन्। यसले गर्दा एआईको ब्रेन विगतको छायामा अल्झिरहेको छ। जब हामी एआईलाई मृत मानिसहरूको डेटामा ट्रेनिङ दिन्छौँ, त्यहाँ एउटा प्रब्लम क्रिएट हुन्छ। समाज परिवर्तनशील छ। 10 वर्ष अगाडिको लजिक आज सान्दर्भिक नहुन सक्छ। मरेका मानिसहरूको डेटा स्ट्याटिक हुन्छ, तिनीहरूले आफ्नो विचार बदल्न सक्दैनन्। यदि हामीले केवल विगतको डेटालाई मात्र महत्त्व दियौँ भने एआईले भविष्यको सट्टा सधैँ विगतका पूर्वाग्रहहरूलाई मात्र दोहोऱ्याइरहनेछ। यहाँ एआई गभर्नेन्सको एउटा ठूलो नैतिक प्रश्न उठ्छ। के ती मानिसहरूले आफ्नो डेटालाई एआई ट्रेनिङका लागि प्रयोग गर्न अनुमति दिएका थिए? के एउटा डिजिटल ट्विनले व्यक्तिको वास्तविक व्यक्तित्वलाई न्याय गर्छ? के कसैको मृत्युपछि उसको डेटा प्रयोग गरेर एउटा एआई घोस्ट बनाउनु नैतिक रूपमा सही हो? यो केवल डेटाको कुरा होइन, यो हाम्रो मानवता र हाम्रो डिजिटल हेरिटेजको कुरा हो। एउटा डेटा एनालिस्टको रूपमा मैले देखिरहेको छु, हामी एउटा यस्तो भविष्यतर्फ जाँदैछौँ जहाँ जीवित मानिसहरूले मरेका मानिसहरूको लजिकमा आधारित जीवन बिताउनु पर्ने हुन सक्छ। के हामी एउटा यस्तो डिजिटल चिहानमा बस्न तयार छौँ जहाँ हरेक निर्णय विगतको मृत डेटाले लिन्छ? तपाईको डेटा अमर छ, तर त्यो तपाईँ होइन, त्यो केवल तपाईको एउटा टुक्रा मात्र हो। एआईलाई भविष्यको मार्गदर्शक बनाउनु अगाडि हामीले यो सुनिश्चित गर्नुपर्छ कि यसले मृतकका डेटाहरूको सट्टा जीवितको आवश्यकतालाई प्राथमिकता दिन्छ। तपाईलाई के लाग्छ? के तपाईको मृत्युपछि तपाईको डेटा एआई ट्रेनिङका लागि प्रयोग हुनुपर्छ? तल कमेन्टमा आफ्नो तार्किक विचार राख्नुहोला। सचेत रहनुहोस् र लजिकमा विश्वास गर्नुहोस्। अर्को भिडियोमा भेटौँला।